भइसकेको छ गाइस बिहानै। पानी यति चिसो छ कि बाथरुमको मैले चिसो पानीले धोएँ तर मेरो साथीहरूले अति नहाल न यार त्यही पानी लिएर भर्खरै आएर धुँदैछ तातो पानीले खाने पानी दिएको थियो तातो पानी त्यसले धुँदैछ। राति हामी हिँड्दै हिँड्दै आइपुग्यौँ डाँडामा। अब यहाँ बसेको त हो डाँडामा आइपुग्यौँ तर यहाँ कहाँ जाने थाहा छैन मान्छेहरू। हामी यत्रो चढेर भ्यू पोइन्ट हेर्न आएको यत्रो बाटो चढेर कलेर आमा त्यो अझै छ अरे अझै माथि बिहान बिहानै उठेर हिँडेको खाजा पाकिसक्यो होला म घरमा ए होटलमा काम अब थकाइ मारिसक्यो फेरि जाने हामी फेरि निरन्तर 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 साथी भ्यू यस्तो छ हेर्ने यहाँ यस्तो यस्तो भ्यू चढ्नु पर्ने यस्तोबाट आएको हामी आइपुग्यौँ कि तर यस्तो भित्र जाने चाहिँ टिकट लाग्दो रहेछ 200 लाग्दो रहेछ त्यही पनि अनि पर्छ नबोकी आएको त्यही पनि बोकेर आए पनि म तिर्दिनँ थिएँ त्यहाँमाथि घाम अस्ताउनु त्यो घामै हेर्ने हो यहाँबाट चाहिँ घामै हेर्ने हो तर घाम हेर्नु पछाडि घाम हेर्नु यहाँ मन्दिर छ गलेर एकछिन बसौँ भनेको अब फोटो पनि खिचिसक्यौँ अब चाहिँ यहाँबाट घर जाने अब एकछिन हेरिसकेर रेस्ट पनि गरिसक्यौँ अब चाहिँ घर जाने है त घर जाने साथीहरू अब हेरिसक्यो घर जाने गाइस डुलेर पनि हामी फर्किसक्यौँ यहाँ यस्तो ओह्रालो छ ओह्रालो अब चाहिँ ओह्रालो छ यहाँनिर कसको झोला छोडिरहेको छ ल गाइस हामी सर्टकट आएको छौँ अब कहाँ पुगिन्छ थाहा छैन यस्तो बाटोमा अहिलेको बाटोमा हिँड्न सकिनौँ हराइन्छ कि के गरिन्छ कि सर्टकट बाटो हिँड्दैछु म अब जङ्गलमा यस्तो राम्रो हेर्नु नि यस्तो छ हिँडिरहेको छु एकदम रमाइलो भइरहेको छ मैले चाहिँ चप्पलमा आइरहेको छु त्यही नजिकै होला भनेर चप्पलमा आएको भरे त यत्रो टाढा रहेछ हामी आइपुग्यौँ है त आइपुगे जस्तो लागिरहेको छ तर हो कि होइन त्यो होइन त हामी अर्काको होटल आइपुगेछु बेर्ने अर्काको होटल आइपुगेछौँ तर यो बाटो होइन रहेछ यताको बाटो रहेछ गाइस फाइनल्ली हामी आइपुग्यौँ तर छैन बाटो चाहिँ अब कहाँबाट जाने हो कहाँबाट जानु म जान सक्दिनँ त गाइस फाइनली आइपुग्यौँ है त हामी त्यत्रो डाँडा काटेर आउँदाखेरि भर्खर उठ्दैछ गाइजहरू हेर्नु केटीहरू त रेडी भइसकेको छ यहाँ हाम्रो गाइजहरू उची होइन नि फेरि म भित्र चाहिँ रेडी आउटफिट देखाउन तिमीहरूको आउटफिट भने ल मैले आउटफिट भने ल रिप्ले गरेर आउटफिट जे भयो भने बुझ्नुभयो मेरो भ्युवरले कहाँ हिँडेको साथी यस्तो बिजोकले गाइस बाटो हेर्ने यहाँ आम्मा बाटो त साथी यस्तै छ हाम्रो ट्रेकिङ यस्तै छ साथीहरू कहाँ हराउनु भयो कहाँ हराएको साथी कता जाने हो यतै हो जाँदैछौँ गाइस जाँदैछौँ साथी यस्तै छ मेरो च्यानलको नाम आदित्य मान अधिकारी जुनै एङ्गलबाट पनि राम्रो आउँछु म त बाटो बिर्स्यो अब सरले बाटो बिर्सिनु भयो के भन्न चाहन्छौ झ्याली भयो बाटो बिर्सेर झ्याली भयो अरे हेर्नु त अब के गर्नु यस्तै छ तिमीलाई खुट्टा दुखिसक्यो यार मेरो यति हिँड्दै 2 इन्च पहिला अनि यहाँ खुट्टा दुखाइसक्यो नि अनि आउटफिट अफ द डे बाटो यस्तो छ गाइस बाटो साथी ट्रेकिङ हिँड्दाखेरि कस्तो ड्रेस लाउनुपर्छ तपाईँहरूलाई म देखाउँछु देख्नुभयो नि के बोल्नु अब म देखिहाल्नु भयो तपाईँहरूले कस्तो लाउनुपर्छ साथीहरू आउँदै हुनुहुन्छ पछाडि
साथी भएन यस्तो सरले चाहिँ उहाँ लट्ठी बोक्ने हामीलाई चाहिँ त्यत्तिकै कुदाउने हेर्नु त उहाँ होइन त साथी एन्सा हिँड्न सकिरहेछौ नि तिमी एन्सा यसले हिँडेको जोसले म हिँडिरहेको छु एन्सा हिँड्न सक्छ भने म सक्छु फाइनली उही कति राम्रो आएको फ्रेममा को छ साथी हेरी मात्रै राख्नु ल केही नभन्नु हेरी मात्रै राख्नु कि यस्तो बाटो हिँड्नु पर्ने हुन्छ हाम्रो सर हिँड्न सक्नुहुन्छ भने हामी सक्दैनौँ त हजुर ए अलि भाइ मैले भिडियो चाहिँ यस्तो अलि नगर है ए जाला फेरि आम्मा सर त हेर्छ नि त नि ओ सरले सही भन्नुभयो फ्रेममा कस्तो मान्छे छ त्यो अनुसार आउँछ यस्तो बाटो लाँदै हुन्छ हामीले यस्तो बाटो आम्मा मर्ने रह त गाई यस्तोमा त साथी खुसीको खबर भरे आउँदा यो बाटो होइन अरे अर्को बाटो अरे सम्म बाटो भिड हेर्नु साथी भिड यस्तो बाटो लाँदै हुन्छ है हामीलाई त्यही त नि प्राय माथि प्राय गएकै हुन्छ तिमीहरू यहाँ चाहिँ कहिले कोही पनि आउँदैन के कस्तो छ त माथिको टिकट प्राइस कति लिन्छ त्यहाँ बोला न साथी बोला कम्फु बाड्न भन्छ नि सिँढीबाट गुल्टी ड्रागन वारियर सर हुन्न थियो भने यसले के देखाइदिन्थ्यो कि सर भएर मात्रै हो कि न यस्तो यस्तो सर हुन्न थियो भने रिप्लाई आइसक्थ्यो कन्ट्रोल गरिराखेको छु नेन्साले साथीहरू यहाँ हेर्नु भिड हेर्नु त्यहाँ भिड कतिचोटि देखाइसक्यो भिड तर अब देखाउँदिनँ है त धेरै भयो होला भिड देखाएको अहिले मैले अनि तँ पाहाडकी हो नि त अनि एन्सा पाहाडकी एन्सा त्यो चाहिँ होइन मैले उयो चाहिँ हिँड्न सक्दैन जस्तो लाग्थ्यो सुई हिँडिरहेको छ को स्कर्ट लगाएर हाम्रो कि स्कर्ट के भन्छ त्यसलाई आरोही गाई त्यस्तो छ है बाटो हेर्नु चिप्लेको देख्नु पनि चिप्लेको देख्नु पनि जाऊ सक्दैछौ तिमी सक्दैछौ तिमी मोडल भएर आएर पनि साथी लितिपिती भइरहेको छ साथै तातै खेल्दा पनि देख्नु पनि कष्ट तिमीलाई नै कष्ट देख्नु पनि ओके हामी काली भइसक्यौँ ल साथी आइपुग्यौँ है त हामी डेस्टिनेसन जस्तै छ उ यहाँनिर यस्तो रहेछ झन्डाहरू के रहेछ अनि यसरी घुमेर जाने क्या फोटो खिच्ने क्या भ्लग बनाउने सरले कन्भिन्स गर्नुभएको हामीलाई गाइस आलुबारी कहाँ जुनी भयो जस्तो मान्छेलाई छिटो बित्यो हेरेर त सबैजना त्यसरी देख्ने हो नि त अनि हामी आइपुग्यौँ होइन त अब हामी भर्खर आइपुग्दैछौँ यहाँ रेस्ट गर्दैछ यो चाहिँ पार्क बनाउन आँटेको अरे यहाँनिर बनिसकेको छैन कस्तो महसुस भयो तपाईँहरूले एकदम रमाइलो भइरहेछ है अझ घाम लागेर झन् रमाइलो लाग्यो हो कमला ओके छ त गाइस अब फोटो खिचेर उयो गरेर थाकेर बसिसके साथीहरू गाइस अब हामी आएर फोटो खिच्यौँ एकछिन बस्यौँ सरसँग रमाइलो गऱ्यौँ सरले माइन्ड गर्नुहुन्न अरे अनि अब हामी जाने माइन्ड गर्दिन डाइरेक्टली चार्ज गर्नलाई मात्रै हो लट्ठी बोकेर हिँड्नुभएको छ सरले हेर्नु हाम्रो कुट्न गाइस यति हिँड्दाखेरि गलिसक्यौँ अब उकालो लाग्नु पर्ने अरे जुनै बाटो भने उकालो त उकालै हो नि होइन त मरिन्छ हप भएन देख्नुभयो यो ठाउँ
ऊ अरे त्यो गाइस फेरि हामी उकालो लाग्यौँ है त यस्तो उकालो गल्दा पनि तपाईँहरूलाई मैले भ्यू देखाउँदैछु हेर्नु थाकेर फ्या हुँदा पनि फोन निकाल्न छोडिदिएर म थाकेर बसेको है म नसकेर बसेको मान्छे यता हुनुहुन्छ थाकेर बसेको गाइस अनुहार हेर्दै थाहा हुन्छ तपाईँलाई गाइस गलेर थाकेर मरे गलेर थाके तिम्रो कमेडी सक्यो क्या अब बिला कमेडी कहाँ कमेडी गरेको हो यो त मेरो प्रोफेसन हो थाकेर पानी खान आँटेको अब कस्तो खतरा छ हेर्नुभयो भ्यू हेर्नु आइपुग्यौँ है हामी घुमेर 2 घन्टाको यात्रामा 2 घन्टाको यात्रा सकेर अब सरले 10 मिनटमा खाना खाने भन्ने हुन्छ पर्ने अब हामी 10 मिनेटमा खाना खान्छौँ सबैजना 10 मिनेटतिर भेला हुनु है स्पेसबाट हस् हुन्छ गाइस खानामा यस्तो छ है ननभेज छ ए भेज ल गाइस यहाँनिर यो रुममा बसेको थियौँ अब चाहिँ हामीले चेकआउट गरेको गएको ब्याग लिएर गएको है त गाडी चढ्न सब गइसक्यो म लास्ट गएको है त हामी ब्याग फोटोहरू हेरेर साथीहरू सब गइसक्यो ल साथी अब हामी गाडीमा चढेको है त गएको हामी साथी यस्तो घुमाउरो बाटो छ कसरी पुग्नु घुमाउरो यस्तो बाटो छ घुमाउरो हेर्नु है घुमाउरो बाटो कोभिड आउँछ भनेर यस्तो डर लागिरहेको छ मलाई त्यही भएर झ्यालमा बस्छ झ्यालमा खोलेर आउँदैन होला तर सकेसम्म कन्ट्रोल गर्छु म गाइज फेरि पनि हामी पिक्कल आइपुग्यौँ पिक्कल आएर अब उठ्किने उयो के अरे छुर्पीहरू चक्लेटहरू के किन्न छ चिया खानु छ चिया खाएर फेरि भेट्नुपर्छ साथी है त साथी हिँडेको है त हामी घरतिर अब हामीलाई पाती भएर मन्दिर लाने भएको नलाने अरे अब छुट्दै भन्ने मागेर गरेर अब छुट्दै जाने हो घर इटारी है त